यो 5001 को लोटो हो। दाइ तपाईले काट्नु भएको भएन? म त काट्दै नि। वाह वाह विजय दी, कंग्रेचुलेसन कंग्रेचुलेसन। 30 40 50 60 करोड हुन्छ। मैले त आज त्यो के रे त्यो कार्ड मात्रै किनेँ त्यो स्क्रैच। यस्तो स्क्रैच कोर्ने होला। ल हेलो गुड इभिनिङ अनि नमस्ते सबैजनालाई स्वागत छ। वेलकम फेरि अर्को भिडियोमा। अन्तदेखि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने अपेक्षा लिएको छु। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु, आरामै छु, मङ्गलै छु। अनि त्यहाँदेखि आज चाहिँ टक्क काम सकेर आएर अब चाहिँ म ठिक परेर फेरि हामी चाहिँ बाहिर जान आँटेछौँ साथीहरू। के गर्नलाई भन्दाखेरि आज चाहिँ म तपाईँलाई एउटा चिज देखाउने छु। हामी चाहिँ आज लोटो काट्न जान आँटेको। लोटो काट्न भन्दा नि लोटो काटिसक्यो हामीले। त्यसलाई पुर्याउनु चाहिँ जान आँटेको साथीहरू। तपाईँहरूले सुन्नुभएको होला लोटोको बारेमा। आज चाहिँ म लोटोको बारेमा थोरै जानकारी गराउने छु है। भिडियो पनि लोटोको बारेमा हुनेछ। तपाईँहरूले टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नुभयो भिडियो के को बारेमा हुन्छ भन्ने कुरा। आज चाहिँ मैले थोरै लोटोको बारेमा थोरै जानकारी लिएर आएको छु साथीहरू होइन। अनि म पनि लोटो काटिसकेको छु मैले, पुर्याउनलाई जान लागेको। अनि लोटो के हो, लोटो किन काट्छन् होइन, लोटो कसरी काट्ने, प्राइस कति हुन्छ त्यसको, कहाँ काट्ने भन्ने सम्पूर्ण जानकारीहरू म दिनेछु तपाईँहरूलाई यो भिडियोमा। मलाई पनि खासै आउँदैन, थोरै थोरै मैले पनि भर्खरैदेखि लोटो काट्न सिकेँ। मलाई पनि पहिला चाहिँ लोटो काट्न आउँथेन। एकजना दिदीले, हाम्रो कम्पनीको दिदी हुनुहुन्छ, उहाँले चाहिँ मलाई एकचोटि हामी सँगै भए बेला लोटो काट्न जाने भन्ने कुरा गर्नुभएको थियो। त्यस पछाडि मैले पनि गएर काटेको थिएँ। त्यस पछाडिदेखि मैले पनि थोरै सिकिरहेको छु लोटो काट्न। योसँग 2-3 चोटि भइसक्यो। मैले चाहिँ फर्स्ट पहिला चाहिँ सिक्नलाई काटेँ। अब चाहिँ पार्नको लागि काट्न खोजिरहेको छु है साथीहरू। अनि लोटोको बारेमा जाउँ। लोटो चाहिँ 3 प्रकारले काट्न सकिँदो रहेछ। एउटा चाहिँ अटोमेटिक त्यहाँ मेसिनले आफै नम्बर चुज गरिदिने, अनि हामीले क्युआर ल्याएर चाहिँ त्यो रिजल्ट हेर्ने मात्रै हुँदो रहेछ। एउटा चाहिँ स्क्रैच गर्नेवाला हुँदो रहेछ। स्क्रैच त्यो कुपन जस्तो त्यहाँ कोरेपछि पैसा परेको नपरेको देखिने रहेछ। अनि एउटा छ आफूलाई चाहिँ कुन नम्बर चाहिँ आउँछ जस्तो लाग्छ तपाईँहरूको लक्की नम्बर। अब तपाईँहरू काठो हुनुहुन्छ भने चाहिँ टक्क लाएर नम्बर चुज गर्ने, त्यो पुर्याइदिएपछि त्यहाँबाट क्युआर दिन्छ, त्यो मिलाएपछि त्यहाँ रिजल्ट हेर्ने एउटा चाहिँ। अनि त्यो दुईवटा त भयो। अब नम्बर चुज गर्नेवालामा हेरौँ है। यहाँ राखेको छु। यो मेरो लोटो यस्तो हुन्छ, लोटोको पेपर। अनि त्यहाँदेखि यहाँ छ 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर, 5 नम्बर। 5वटा कोठा हुन्छ। एउटा कोठाको 1000 रुपियाँ, 1000 गरेर 5000 को यो 5001 को लोटो हो। अनि यसमा एउटा कोठामा 45वटा नम्बर हुन्छ। यो 45वटामा तपाईँहरूले 6वटा मात्रै छान्नु पर्ने हुन्छ। अनि यसमा पनि 6वटा छान्नु पर्ने हुन्छ। आफूलाई चाहिँ कुन नम्बर चाहिँ आउँछ जस्तो लाग्छ त्यो नम्बर तपाईँहरूले चुज गरेर यहाँ टिक लाउनु पर्ने हुन्छ। यो तरिकाले यसरी मैले यहाँ टिक लगाइसकेको छु। अब यो पुर्याउनलाई जान लाग्यो हामी चाहिँ। तपाईँहरूले यो काट्नु हो भने 1000, यो काट्नु भने 1000, यो 5वटा काट्नुहुन्छ भने 5001 को यो है। यसरी हो काट्ने तरिका चाहिँ। काट्ने तरिका पनि जानियो, मैले पनि जाने। अनि यसको अब जाउँ प्राइसको बारेमा। मेन कुरो प्राइस कति हुन्छ भन्दाखेरि यसको चाहिँ प्राइस फेरि यस्तो छ। यहाँ 6वटा तपाईँहरूले नम्बर चुज गर्नुभयो, 6वटा नम्बर मिल्यो भने तपाईँले फर्स्ट प्राइज प्राप्त गर्न सक्नुहुन्छ। अनि 5वटा मिल्यो भने पनि तपाईँले प्राइज प्राप्त गर्न सक्नुहुन्छ। 4वटा मिल्दा पनि प्राइज हुन्छ। 3टा मिल्यो भने पनि प्राइज हुन्छ। 4वटा मिल्यो भने प्राइज हुन्छ। अब हामी जाउँ अरू प्राइसको कुरा नगरौँ, सिधै फर्स्ट प्राइज है। 6वटा मिल्यो भने कति प्राइस पाउँछ भन्ने कुरा। हामीलाई सबैको टार्गेट 6वटा मिलाउने हो। 6वटा मिल्यो भने चाहिँ सिधै करोडको हुन्छ। यहाँ करोड भनेको पनि 1 करोड होइन, 2 करोड होइन, 5 9 सिधै 20 25 30 40 करोड हुन्छ। वाह, सुन्दै आनन्द लाग्छ है। 20 करोड रुपियाँ मेरो अहिले चाहिँ। अब यो नम्बर छानेको भरमा 20 करोड प्राप्त गर्नु भनेको यहाँ हो त। अनि मैले पनि आज चाहिँ करोडपति हुन्छु कि भनेर काटिरहेको छु होइन। झ्याप्प लाएर परिहाल्यो भने त है, करोडपति भइएन त। झ्याप्प लाएर फर्स्ट प्राइज पऱ्यो भने त अनि निधारको बत्ती त बल्यो त, होइन र। साथीहरू हामी अहिले फाइनली लोटो काट्ने ठाउँमा आइपुगेछ नि। यस्तो हुन्छ है लोटो काट्ने ठाउँ।
यहाँ भनेको छ लोटो पैसाको पोको पनि देखाइरहेछ है साथीहरू। अनि हाम्रो दिदी टक्क लाएर छिर्दै हुनुहुन्छ भित्र। ल म पनि भित्र दाइ तपाईँ क्यामेराम्यान भएर आउनु। ल ल ल भिडियो गर्न हुँदैन अरे भित्र कसले भन्यो हजुरले ए लगाएको के को हुँदैन भइहाल्छ कराउँदैनौ त यार। हामी चाहिँ अहिले लोटो काटिवरी जाँदैछौँ। अनि ठ्याक्कै रिजल्ट कति बजे 8:45 हो। दाइ तपाईँले काट्नु भएको भएन न त काट्दै काट्दैन खालि नकाट्ने हो तपाईँ? हेर्ने हो त्यो कि ल ठिक छ। दाइले चाहिँ अनुसन्धान गर्दै हुनुहुन्छ कसरी के भने विचार गर्ने साइट हेरेर एकदम उहाँले चाहिँ ठक्क लाएर 6वटा मिल्ने गरी काट्छु भनेर चाहिँ सोच्दै हुनुहुन्छ। दिदी कतिवटा काट्नुभयो तपाईँले? मैले त आज त्यो के अरे त्यो कार्ड मात्रै किनेँ त्यो स्क्याच यस्तो स्क्र्याच कोर्ने होला। ल तपाईँलाई पनि शुभकामना कङ्ग्रेचुलेसन। करोडपति भरै टक्क म करोडपति भएँ भनेर मलाई म्यासेज पठाउनु होला है भन्दै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु साथीहरू। अर्को भिडियोमा भेट्ने बाचाका साथ बाई बाई। लाइक शेयर कमेन्ट के अरे भन्नु तपाईँकोबाट अन्त्य गर्नु त अलिकति जान्दिनँ भन्नु न दिदी। लाइक शेयर सब्सक्राइब अनि के अरे कमेन्ट गरिदिनु होला गाइजहरू। त्यही त होला भन्ने अनि अरू राम्रो गइरहेछ क्या भन्। ल त्यति नै हो दिदीले भनिसक्नुभयो साथीहरू। बाई बाई। 2 hours later. वाह वाह विजय दी, वाह वाह विजय दी, congratulations, congratulations, great, successful person. Thank you sir. Good.